अफिसमा नआइजो बिर्खे। दलित भएर तेरो बाउ मन्दिरभित्र छिर्न खोज्यो। हजुर, छोरो 10 कक्षामा पुग्नलाई 15 वर्ष लगायो। एसएलसीमा झन् 2 वर्ष फेल भयो। बाहिरबाट मागे भगवानले सुनेनन्। त्यही भएर आज भित्रै छिरेर दर्शन गर्छु भनेर आएको। तिमीहरू यो मन्दिरभित्र छिर्न हुन्न भन्ने कुरो हो, थाहा छैन तिमीहरूलाई? यो मन्दिर तिम्रो फुपूको घर हो। यो चिचिन्डोला पनि ठोक्नुस्, बडा गुरुसित मुखमुखी लागेर ठोक्नुस्। भयो हजुर, एकचोटिलाई यसलाई माफ गरिदिनुस्। पाखण्डी हौ तिमीहरू। धर्मको नाममा छुवाछुतको अत्याचार फैलाउने डोगी हौ तिमीहरू। मुखमुखै लाग्छस्? जाँच सुरु भइसक्यो, जा स्कुल। A few moments later. शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः। बाबु बिर्खे, के छ तेरो खबर? के छ त तपाईको भगवानको हाल खबर? मलाई भित्र जानु छैन। आज तिम्रो भगवानसँग कुरा गर्न मेरो बा आउँदै हुनुहुन्छ। भित्र, सिधै भित्र गएर। त्यस्तो कुरो नगर बिर्खे। भित्र किन गइरहनु पर्यो? बाहिर बसेर दर्शन गरे भइहाल्छ नि। हुन्छ, के फरक पर्छ? अब तिमी यहीँ बसिरह, म मेरो बाउलाई लिएर आउँछु। र अस्ति जो यहाँ थिए तिनीहरूलाई पनि बोलाउन सक्छौ।